Good morning guys. Coffee chase from गोलाघाट। आज हामी पिकनिक आएका छौं। भिडियो बनाउँदा बनाउँदा टिकटकमा भाइलेसन आएर बर्बाद भएर अहिले छुट्टै शान्त तरिकाले एक साइड उभिएर चेस कफी फ्रम गोलाघाट डन गाइज। आज घिउ र भात खाइने भयो केटा, बोकाको मासुसित। गोलाघाट आइसकेका छौं हामी पिकनिकको लागि। ट्र्याक्टरमा यो जाडोमा मर्निङ भ्यू फ्रम गोलाघाट। कुहिरोले ढकमक्क ढाकिसकेको छ। प्रवेशद्वार हामी पिकनिक स्पोटतिर जाँदैछौँ। गोलाघाट इन्ट्री गरिसक्यौँ। अब हामी चाहिँ पिकनिक स्पोटको तर्फ ल देख्न सक्नुहुन्छ। कुहिरोले ढाकेको छ। केटाहरू उहाँ छ। ट्र्याक्टर लिएर हामी चाहिँ आइसकेका छौँ। पुरानो डिजाइनको अपलोड हुँदैछ है सामान। खानकी पुरा कडा आज हाम्रो। आजको विशेष घसार्दैछन् है केटाहरूले। ल अहिलेसम्म कोही टोली आउनु भएको छैन। हामी नै फर्स्ट जस्तो छ। जङ्गल भ्यू पनि यहाँ देख्न सकिन्छ। आज हजुरले ब्याग ल्याउनु भएन हजुरको। चप्पल कसको? ब्रेकफास्ट रेडी हुँदैछ। फुल अफ इनर्जी। मिल्क रेडी। यता वेल पानी ताप्दैछ खसीको लागि। खसीले आज धेरै नै दुःख दिएको छ। टिकटकमा भाइलेसन बनाएको बनाइ छ। यो चाहिँ युट्युबमा जान्छ, त्यही भएर मा आएको थियौँ र साथीहरू यहाँ कुकिङ कटिङमा भिड्दै हुनुहुन्छ र हाम्रो अवस्था यहाँको। मर्निङ पुरै कुहिरोले ढकमक्क गोलाघाट पिकनिक स्पटमा छौँ हामी यतिखेर राइट नाउ। गोलाघाट यो जङ्गल सफारीको लागि पनि युज हुन्छ। तपाईँ देख्नुहुन्छ यो टावर, भ्यू टावर। मर्निङ के हुँदैछ हाम्रो? ओके जयराम एकदम राम्रो छ। एकदम रमाइलो भइरहेछ। वाच गरिदिनु होला अनि हाम्रो आएको च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। गोविन्दजी के हो यो? खुन लिएर नआउनुस्। खुन हुन्न यहाँ। त्यही माथि उहाँ टोटल्ली भेज। फेरि भेज पार्टी सबै अब त केटाहरूले उहाँ चाहिँ नेकेट गर्दैछन् है खसीलाई। कार्यक्रम हाम्रो कोअर्डिनेटर पिकनिकको चाहिँ उहाँ विकास सापकोटाज्यू र साथमा हुनुहुन्छ क्यासियर एकाउन्टेन्ट हाम्रो सिनियर एकाउन्टेन्ट पिकनिकको
भेनासिरी नि हुनुहुन्छ है साथमा। चेस खसीमा साथीहरू भिडिरहेका छन्। यहाँ पानी तात्दैछ, रेडी भइसक्यो। अब लगभग अलमोस्ट हाम्रो कुहिरो पनि फार्दैछ। घुम्ने भिजिटरहरू हुनुहुन्छ उहाँ। यो भ्यू टावर गोलाघाट पिकनिक स्पोटबाट देखिने। साथमा जङ्गल पनि छ। आज केही जनावरलाई क्याप्चर गर्न सकियो भने चाहिँ उत्कृष्ट हुनेछ। प्याज कटिङ, टमाटर, खसी कटिङ हुँदैछ र अनि यहाँ खाने काम पनि हाम्रो गोविन्द र कृष्णबाट सुरु भइसकेको छ। सबभन्दा पहिला गोविन्दले पुच्छर खाइसकेको अरे। बोकाको पुच्छर खाइसक्नु भएको छ। ल हाम्रो छैन नि भाइ। यहाँ हरियो मटर अहिले हामी गोलाघाटमा छौँ। यो तपाईँले देख्न सक्नुहुन्छ नारायणी नदी, राप्ती, अनि उहाँ चाहिँ नारायणी दोभान। यो दृश्य अहिले गोलाघाटमा। गोलाघाटको दृश्य हो यो, तपाईले देख्न सक्नुहुन्छ। राप्ती सरर बगिरहेको छ। हेलो हिरो, हाम्रो गाउँको हिरो। वी आर हियर एट पिकनिक टुडे। यस म्यान। र हामी यो नारायणी राप्ती किनारमा रमाइरहेका छौँ यतिखेर। ल है, सेकेन्ड लट सुरु भइसकेको छ। सेकेन्ड लट खाजा चल्दैछ हाम्रो अहिले। सेकेन्ड लट ब्रेकफास्ट पछि भुटन साथीहरू यहाँ चल्दैछ। हजुर हजुर भेनासिरी भन्नुहोस्। हाम्रो सेकेन्ड लन्च कस्तो लाग्यो तपाईँलाई? हजुर कालो खाएको अहिले कालो भनिन्छ। हजुर बेस्ट कालो। ओके, पिरो पिरो राम्रो मिठो बनाएको छ नि भाइहरूले। मिठो। भाइहरूलाई धन्यवाद सहित खाइयो मजाले। थ्याङ्क यू। पिकनिक इन्जोयबल भइरहेछ है। ल है, कन्टिन्यू है, कन्टिन्यू। हाम्रो जर्नी चाहिँ 4-5 बजीसम्म चल्छ। आज हाम्रो काम भनेको चर्नी मात्रै है। अब हाम्रो लास्ट डिनर भनौँ। डिनरको लागि आगो फुक्दै साथीहरू तयारीमा। भेनासिरी नेक्स्ट राउन्डको कुकिङ स्टार्ट हुँदैछ है हाम्रो। अब के पाक्दैछ पवन? पुलाउ। बस। नाउ वी आर हियर इन गोलाघाट। प्योर बोकाको मासु। सोल्टीहरूले आफ्नै सोल्टी ल्याएर काटे है यहाँ चाहिँ। यो चाहिँ एकदम दुःखद खबर छ। एनिवे खसी मासु है। बोक्स अरे बोक्सको मासु। दिउँसोको 2 बजेको छ र फेरि एकचोटि हामी पिकनिक स्पटबाट गोलाघाटको दोभानको सिन क्याप्चर गर्नको लागि आएका छौँ। बेलुकासम्म काम यति नै होला जस्तो छ। एनिवे हिमाल पनि यहाँबाट देख्न सकिँदो रहेछ। यो तराईको ठाउँबाट पनि देख्न सक्नुहुन्छ जङ्गल भ्यू। ल अहिले हामी राप्ती खोलाको छेउ र तपाईँ यो चाहिँ गोलाघाटको दोभान हो। यो राप्ती रिभर अनि उताबाट आएको चाहिँ नारायणी। साथसाथै यो बगरमा तपाईँले
हिमाल पनि यहाँबाट देख्ने मौका मिल्ने रहेछ। ल हेर्नुहोस् तपाईँ, यो भ्यू ट्याक्कै हामी अहिले चाहिँ गोलाघाटको दोभानमा छौँ है। हाम्रो साथीभाइहरू नि हुनुहुन्छ यहाँ। वाउ, ब्युटिफुल ब्युटिफुल ब्युटिफुल। चेस गाइज यो है। ल है अहिले हामी ट्याक्क गोलाघाटमा छौँ, दोभानमा बाँधेको डुङ्गामाथि छौँ। युट्युबमा हाल्नको लागि एउटा यसो क्लिप लिँदैछौँ। आउनु होला। नारायणी र राप्तीको सङ्गम स्थल गोलाघाट दोभानमा छौँ। यु क्यान सी फ्रम हियर गाइज। चेस म्यान, याहो। ल अब हाम्रो पिकनिकको लास्ट भोजन। हेलो हेलो बेनासिरी, भोजन सुरु। अचार भाइ फेरि टोटल्ली भेज शुद्ध। म एक्लै हो फेरि 15 जनामा। भेरी गुड। प्राउन यो हाम्रो पुलाउ र मटर। अब भ्लग हालिदिइहाल्ने घरमा पुग्नुभन्दा पहिला भ्लग आउँछ। आज जे पर्यो पर्यो। गोलाघाटबाट थ्याङ्क यू एभ्री वान। आजको हाम्रो मर्सिडिज भ्यान यहीँ हो। आजको यो पिकनिक कार्यक्रममा ल भेनासिरी 2 शब्द प्लस फाइनल कम्प्लिट अफ पिकनिक है दिनु। एक स्टेप अगाडि आइदिए है। ओके ल साथीभाइ मिलेर हजुर हामी चाहिन्छ कुरामा हजुर त्यहाँ हेर त गोलाघाट है। हजुर यहाँ आइयो बिहान ट्र्याक्टर लिएर। हजुर खाइयो 3-4 पहर। हजुर पहर कि पहर। हजुर राम्रोसँग खाइयो। हजुर अब लगभग पिकनिकको समापन हामी गर्दाखेरि एउटा ग्रुप ग्यादरिङ मेमोरीको लागि भनेर एउटा भिडियो हजुर सर्ट भिडियो चाहिँ बनाएर एउटा मेमोरेबल होस् भन्ने हिसाबले हामी गऱ्यौँ। यसलाई चिल तरिकाले ताली बजाएर समापन गरौँ। थ्याङ्क यू गाइज। चेस चेस फ्रम गोलाघाट। चेस सिधै टिकटकमा है अब।